र गाइजको ल्याबलाई 5 मिनट पर्खायो मात्र तर गोलु आउनु चाहिँ आएन। करण त्यसमा के भन्न चाहन्छस्? यसमा गोलुले पनिसमेन्ट पाउनु पर्यो होइन, पनिसमेन्ट पाइन्छ। लु गोलुलाई अब यसमा हामी बेलुका पनिसमेन्ट दिन्छौँ। र आज तिमी यसमा के भन्न चाहन्छौ? पनिसमेन्ट त पाउनै पर्यो। ल हामीले हिजो भर्खर एउटा उयो बनाएको थियौँ क्या, के बनाएको थियौँ अन्त नियम र कानुन बनाएको थियौँ। तर त्यसले अब त्यसको पालना गरेन भनेपछि त्यसलाई एकदम घोर पनिसमेन्ट दिन आँटेको छौँ हामी भरे। ल अब हामी जाँदैछौँ। अब हामी ती पुगेपछि भेट्नुपर्छ। र गाइस अहिले चाहिँ एकदम राम्रो सनराइज हुन आँटेको छ र हामी चाहिँ अहिले यहाँ पुग्न आँटेको छौँ रङ्गशाला, हाम्रो इन्सेन रनिङ गर्नुको लागि। र यो प्लान चाहिँ कसले बनाएको भन्दाखेरि मैले बनाएको, तर निकालेको चाहिँ कसले भन्दाखेरि हाम्रो करणले निकालेको यो प्लान। उहाँले चाहिँ एकदम राम्रो कुरा गरेको थियो, के भन्छ दाइ बोल्दै यस्तो गरौँ न, बोले न ठिक छ ल, भाइले जिन्दगीमा केही गर्नु छ क्या, जिन्दगीमा केही गर्नु छ भने केही गुमाउनु पनि पर्छ। त्यही भएर हामी के भन्छ अहिले यहाँ बिहान उठेर डिसिप्लिनको साथ रनिङ गर्न जाँदैछौँ। तपाईँ फाइनली यहाँ आइपुगेको छौँ हाम्रो डेस्टिनेसनमा। अब एकछिन हामी रनिङ गरेर एक्सर्साइज गरेर अनि घर जान आँटेको छौँ। र हामीले जीवनमा एउटा कुरा चाहिँ जहिले याद राख्नुपर्छ क्या, हामीले जीवनमा कहिले पनि हार मान्नु हुँदैन। र बहाना हामीले केही कुरा चाहियो भने मनदेखि हामी त्यो कुरा गर्छौँ क्या, तर हामीले चाहिएन भने 100 वटा बहाना भन्छ। गाइस अब चाहिँ हामी थोरै स्ट्रेचिङ गरेर रनिङ गरेर अनि त्यसरी म फेरि कन्टिन्यू हुनेछु। र स्टे हार्ड स्टे डिसिप्लिन। हामीले चाहिँ भर्खर 4 राउन्ड कुदिसकेको छौँ र हामी चाहिँ यसलाई नै पर्खिँदै थियौँ। यो आएन त अहिले भरे दिउँसो आउँदैछ। र अब हामी फेरि रनिङ कन्टिन्यू गर्छौँ अनि फेरि एकछिनमा ल। र गाइस अब हाम्रो रनिङ सकेको छ। अब हामी यहाँनिर हामी पुसअपहरू गर्छौँ। सनराइज हुनु आँटेको छ। ल राम्रो यहाँ सनराइज भइरहेको छ। र गाइस यहाँ चाहिँ अब हामी चाहिँ यहाँनिर वर्कआउट गर्न जाँदैछौँ। अहिले भर्खर हामीले 6 राउन्ड हान्यौँ अनि त्यसरी के भन्छ थोरै पुसअपहरू हानेर अब हामी पुलअपहरू गर्न जाँदैछौँ।